हेलो नमस्कार साथीहरू। आज चाहिँ म एउटा स्क्रैच कार्डको भिडियो लिएर आएको छु है। अनि मेरो स्क्रैच कार्डहरू चाहिँ एक पाउन्ड जानेवाला छ यो है। यसले 4टा किनेको छु। अनि अर्को चाहिँ 2 पाउन्ड जानेवाला छ, यो पनि मैले 4टा किनेको छु। अब पहिला सुरु हामी सर्वप्रथम तपाईहरु सबैलाई नयाँ वर्षको धेरै धेरै शुभकामना 2026 है। म चाहिँ चट्ट बिहान उठेर हैन चट्ट भगवानलाई पूजा गरेर नुहाइधुवाइ गरेर चाहिँ चिया पनि बनाएर चाहिँ आफ्नो लक ट्राई गर्न गइरहेको छु है। ल मलाई चाहिँ गुड लक भनिदिनु साथीहरू। यो गेममा चाहिँ के रहेछ भने यो देख्नुभयो यो साइन, यो पायो भने तपाईँले जित्ने रहेछ हैन। अनि यदि त्यो जितेको पैसा कति लेखेको हुन्छ माथि, यो चाहिँ 2 टाइम्स अथवा 5 टाइम्स पनि जित्न सक्छ है। अब जित्छ कि जित्दैन त्यो चाहिँ हेरौँ है त। ल स्क्रैच कार्ड चाहिँ मैले रेडी बनाएर मेरो फेभरेट कोइन पनि ल्याएको छु स्क्रैच गर्न लागि। नङले गर्यो भने रङभित्र मैला पर्छ हैन। नङले गर्यो भने रङभित्र मैला पर्छ हैन। ल अब हेरौँ न ल छैन भनेपछि यो 4टामा यो नक्सा चाहिँ परेन। अब यो नक्सा नपरेपछि मैले यो गेम जितेन है। अब सेकेन्डमा स्क्रैच गरौँ है, सेकेन्डमा के पर्दो रहेछ है साथीहरू। ओहो लु साथीहरू पर्यो, यो नक्सा पर्नुपर्ने रहेछ क्या प्राइज जित्नलाई चाहिँ। ल पर्यो है, कति पर्यो अब यहाँ तल हुन्छ है। जस्तै अब मैले यहाँ माथि पनि स्क्यान गर्दा आएको थिएन पैसाको भ्याल्यु होइन। अब यो नक्सा त पर्यो तर कति पर्यो यहाँ अब हेरौँ है त तपाईँहरू। ल है पर्दैछ है साथी पर्दैछ। लु 2 पाउन्ड उठ्यो। ल मेरो 2 पाउन्ड चाहिँ पर्यो है। अब 2 पाउन्ड चाहिँ यहाँ तल फेरि यसो भनेछ क्या, यो त 2x पऱ्यो भने 2 चोटि पाउँछ, 5x पऱ्यो भने 5 चोटि पाउँछ होइन। 10 पाउन्ड पनि हुनसक्छ यो। अब यसलाई स्क्रैच गर्दै जाउँ न त तल। ओहो छैन, एकचोटि मात्रै परेछ त्यसो भने। ल 2 पाउन्ड पर्यो यस। ल अब अर्को नम्बर चाहिँ स्क्रैच गरौँ, पर्छ पर्दैन फेरि। छैन, लास्टमा छैन। जस मैले 2 पाउन्ड चाहिँ पारेँ है, यहाँ 2 पाउन्ड पार्यो। ओके अब 2टा चाहिँ समस्या है। अब हेर्नु त पर्छ पर्दैन, यसो चिया खाउँ। चिया बिना चाहिँ रमाइलो हुँदैन क्या दिनको सुरुवात हुन्छ। ल फेरि नयाँ वर्षमा चाहिँ के पर्छ हेरौँ। ओहो परेन नि हौ सुरुमै। ल यसको अर्को हेरौँ। गेम 2 पनि परेन, गेम 3 थर्ड नम्बरको स्क्यान छैन हो। ल यसमा पनि परेन। तरिका फेरि ज्याकेट आयो, परेन छैन परेन। अब यो अन्तिम कार्ड है, हेरौँ के पर्दो रहेछ यसमा चाहिँ। परिहाल्छ कि अघि जस्तै। पुरै गेममा चाहिँ एउटा पनि त्यस्तो प्राइज परेन यसमा पनि छैन है। अघि खेलेकोमा यसमा एउटामा पर्यो, यहाँ 2 पाउन्ड पर्यो है। अनि यो माथिकोमा पनि छैन। ल यो कार्ड सक्छ है, यसलाई यता राख्यो। ल अर्को मसँग छ यो 2 पाउन्ड जानेवाला। यसमा चाहिँ टप प्राइज चाहिँ 250,000सम्म जित्न सकिँदो रहेछ हेर साथीहरू। अघिकोमा चाहिँ कति जित्थ्यो भने टप प्राइज चाहिँ 10,000 पाउन्ड जित्न सक्थ्यो भने अबकोमा चाहिँ 250,000 भनौँ न। अनि यसलाई चाहिँ 2 पाउन्ड पर्छ एउटा टिकटको है। यो मैले फेरि यसको नि 4टा टिकट लिएर आएको छु। यसमा चाहिँ के छ सिधै रहेछ यसको गेम चाहिँ। यो रोमा चाहिँ यो यसमा स्क्रैच गर्दा चाहिँ यो डायमन्ड टाइपको भेट्नु पर्यो होइन जित्नको लागि। अनि यो सेकेन्डमा चाहिँ हात यस्तो गरेर गुड लक गरेको जस्तो भेट्यो भने अनि जित्यो होइन। अनि तेस्रोमा चाहिँ यहाँ माथि एउटा नम्बर दिएको हुँदो रहेछ, त्यो नम्बर चाहिँ आफ्नो यहाँ 3टामा स्क्रैच गर्दा मिल्यो भने त्यहाँ पनि जित्न सक्ने रहेछ है। ल ओके यहाँ चाहिँ 3टा गेम छ हेरौँ। यो अलिकति 2 पाउन्ड महँगो भएको कारणले धेरै गेम पनि धेरै रहेछ यसमा चाहिँ।
अब स्क्यान गरौँ है, स्क्रैच गरौँ। ल यो डायमन्ड भेट्नुपर्नेमा चाहिँ यहाँ मेरो चाहिँ डायमन्ड कुनै पनि आएन यो लाइनमा। यदि डायमन्ड आएको भए चाहिँ यो छेउको कति पैसा भनेर लेखेछ नि, यो जित्न सक्थ्यो है। तर अब डायमन्ड आएन, त्यही भएर कुनै जितेन। अब दोस्रोमा हेरौँ न त के पर्दो रहेछ। दोस्रोमा चाहिँ यो औँला जस्तो यसो गरेर परेको पऱ्यो भने त पैसा जित्छ है। यसमा पनि आएन कुनै पनि है, बाइक र कार आएछ। ल अब यसमा हेरौँ है त। अब यो 26 नम्बर दिएको छ। यो 26 नम्बर चाहिँ मैले यहाँ तिनवटामा कुनैमा नि स्क्रैच गरेर 26 नम्बर निकाल्नु पऱ्यो है। अब आउँछ आउँदै हेरौँ है साथीहरू। ल 26 आउनुपर्ने ठाउँमा 27, 9 र 15 आयो। अब यो पनि गयो है, यो भएन। अब यसको अर्को छ, हेरौँ अर्कोमा पर्छ पर्दैन। चौबिस आउनु पर्नेमा 26, 17 र 21 आयो भनेपछि जितेन। अब यो 24 त यहाँ 24 आएको भए 10 पाउन्ड जित्थ्यो, यहाँ 24 आएको भए 1000 जित्थ्यो, यहाँ 24 आएको त 5000 जित्थ्यो। अब होइन 24 आएन, बर्बाद है। यो पनि सक्यो। ल अहिलेसम्म दुईवटा स्क्रैच गरिसक्यो। यो 2 पाउन्ड जानेमा चाहिँ एउटा पनि परेन है। यसलाई यहाँ राखिदिउँ। अब बाँकी दुईवटा छ, फेरि हेरौँ है त। ल आएको भए चाहिँ देख्नु भएको छैन। 5000, 5 पाउन्ड, 40, 10, 2 र 250,000को पनि रहेछ। तर यहाँ चाहिँ डायमन्ड आउनु पर्थ्यो, डायमन्डै आएन क्या। ल ठिक छ, अब यसमा हेरौँ है त। अब यसमा पर्छ पर्दैन। ल छैन, थेट तरिका हात त्यसो गरेर आउनुपर्नेमा बाइक र यो घडी पो आएछ। अब बर्बाद भएन। अब नेक्स्टमा हेरौँ यसमा के आउँछ है। तरिका एउटै आएन नि त हो योचोटि पनि। यहाँ त 14 आउनु भनेमा 3, 17 र 16 आइदियो। बर्बाद भयो। ल अन्तिम छ है। अब अन्तिम, यो अन्तिममा पर्छ पर्दैन। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको? ओहो लु 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 साथीहरूले देख्नुभयो होला, देखेन। यहाँ एउटा आइसक्यो डायमन्ड। यो आउनुपर्ने अघिदेखि बल्ल आयो एउटा है। यहाँ माथि कुनैमा छैन। ल यो एउटा आएछ है। ल हेरौँ है कति पऱ्यो यसमा चाहिँ है। माथिबाट स्क्यान गर्दै जाउँ कि तल एकैचोटि झ्याप्पै हानिदिउँ हो? के गरौँ ल भन्नुहोस् त। माथिबाटै गरिदिउँ न त है। ल माथिबाट स्क्याच गर्दै कति चाहिँ मैले जितेन। ल 40 पाउन्ड जितेन मैले, ठिकै छ। ओहो 2,50,000 यहाँ रहेछ। अब तल त नपर्ने भयो नि, बर्बाद भएन त्यसो भएपछि। यो पनि जितेन। ल 4 पाउन्ड पनि जितेन अरे। ल 1000 रहेछ, यो पनि जितेन रहेछ मैले। ल लास्टमा 5 पाउन्ड रहेछ, यो पनि जितेन रहेछ है। तर अब यो कति चाहिँ मेरोमा पर्ने रहेछ हेरौँ है त। अब ल यहाँ विन भनेको छ नि, तपाईँले देख्नुभयो नि होइन? यहाँ रहेछ फेरि यो विन। अब यहाँ चाहिँ कति जितेछ भने तरिका म त झ्याप्पै कति नै पर्ला भनेको थिएन। 2 पाउन्ड पो परेछ हो। त ठिकै छ, केही छैन। यसको 2 पाउन्ड आयो है। ल अब सेकेन्ड गेम हेरौँ कति यहाँ जित्छै जित्दैन है। ओहो ल ल ल ल ल यहाँ आयो 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 एउटा आयो आयो फेरि 2 पाउन्ड जस्तो छ। यहाँ यसो हेर्दा साइन हेर्नु त, यहाँ 2 पाउन्ड जस्तो छ। लु 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 आयो आयो फेरि एउटा नि आयो। ओके 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 ल 2 पाउन्ड, फेरि 2 पाउन्ड जितेछ। लु 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 ल साथी
जित्यो यसमा पनि 26 मिल्नुपर्नेमा 8 23 र 24 आयो यो पनि मिलेन है अब यसमा चाहिँ 2 पन जित्यो अघि अनि यो डायमन्ड आएर 2 पन जित्यो जम्मा मैले यसमा 4 पन पायो यो टिकटमा अहिलेको टिकटहरूमा यो हरियोमा चाहिँ अब हेर्नुहोस् यसमा चाहिँ के थियो यस्तो टुङ्ग यो फायर के भन्छ यसलाई यस्तो उडाइराखेको जित्नुपर्नेमा कुनैमा पनि आएन पिक्चर मैले त्यो पैसा स्क्रैच गरेन त्यही भएर अनि यहाँ तल चाहिँ एउटा आएको थियो जस अनि त्यसमा चाहिँ 2 पन जितेको थिएँ है यस्तो खालको पिक्चर आउनुपर्नेमा यसमा पनि 2 पन जितेको थिएँ यो पछाडिमा कुनैमा पनि त्यस्तो पिक्चर आएन त्यो भएर जितेन अनि यसमा पनि कुनै पनि आएन ल आजको यति नै हो सक्यो है ल धन्यवाद हेरिदिनु भएकोमा ल तपाईँहरूको सबैजनाको दिन शुभ रहोस् धन्यवाद है ल बाई बाई